everyone, namaste. Welcome back to my channel. Today we are making पिरो टिमुरे आलु. आज हामी पिरो टिमुरे आलु बनाउन लाग्छौं. यसको लागि मैले करिब 250 ग्राम जति आलु लिएको छु र आलुको हामी छिल्का निकाल्दै छौं. यसलाई पिल गरेर यसलाई हामी बनाउँछौं. तपाईहरुले बिना पिल पनि गरेर हामीले बनाउन सकिन्छ. यसको लागि आलु पिल गरेर रेडी भइसकेको छ र यसलाई हामी 1/4 गरेर काट्दै छौं. र तपाईहरुले कुनै पनि कटिङमा काट्न सक्नुहुन्छ, तर यो शेपमा काट्दाखेरि एकदमै आलु युनिक पनि देखिन्छ, खानला पनि एकदमै राम्रो हुन्छ. र यसलाई जुन काटेपछि हामी फ्रेश वाटरमा राख्दै छौं. र आलुलाई काटेर राखेको पानी स्ट्रेन गरेपछि यसलाई हामी अब ब्लान्च गर्छौं. ब्लान्च गर्नको लागि मैले एउटा सानो सस्पेन लिएको छु र सस्पेनमा फेरि वाटर एड गर्दै छु. त्यसपछि यसमा थोरै सल्ट, थोरै टर्मरिक पाउडर. टर्मरिक पाउडरले चाहिँ एकदमै कलर चाहिँ एकदमै राम्रो हुन्छ र देख्नलाई पनि एकदम ट्विस्ट देखिन्छ. पिरो टिमुरे आलुको लागि होममेड मसला बनाउँछौँ. त्यसको लागि मैले लिएको छु 2 टीस्पुन टिमुर, 5 to 6 पिस रेड चिली होल. तपाईलाई एकदमै पिरो मनपर्छ भने धेरै पनि युज गर्न सक्नुहुन्छ. 1 टीस्पुन क्युमिन सीड, होल जिरा, यसले पनि फ्लेभर एकदमै राम्रो गर्छ. र 1 टीस्पुन कोरिएन्डर सीड. त्यसपछि यसलाई हामीले मजाले टस गर्छौं. यो होममेड मसलालाई केही बेर टस गरिसकेपछि, केही बेर रोस्ट गरिसकेपछि यसलाई हामी सिलौटोमा पिस्न सक्छौं, केहीमा कुट्न सक्छौं या मिक्सरमा पनि पिस्न सक्छौं. मैले चाहिँ आज सिलौटोमा पिस्दै छु र यो यसरी हामी यसलाई ग्यास हिट गरेर यसलाई टस गर्दै छौं. म पिस्न गइरहेको छु सिलौटोको सहारामा. तपाईहरुले मिक्सरमा पनि पिस्न सक्नुहुन्छ, तर यो सिलौटोमा पिसेको अझै एकदमै ट्विस्ट हुन्छ. मसला पनि पिसेर रेडी भइसकेको छ र आलु पनि ब्लान्च भएर एकदमै रेडी भइसकेको छ. यसलाई एकदमै गलाउनु चाहिँ हुँदैन. आलुलाई हल्का ब्लान्चै टाइटै राख्नुपर्छ. र अब हामी यसलाई प्रोसेस बाइ प्रोसेस अगाडि बनाउन गइरहेका छौं र आलुलाई स्टेन गर्दैछौं हामी. र यसलाई अब टस गर्नलाई मैले एउटा फ्राई प्यान लिएको छु. फ्राई प्यानमा देशी घिउ चाहिँ एकदमै यसले राम्रो फ्लेभर गर्छ, तर तपाईहरुले मस्टर्ड ओइल पनि लिन सक्नुहुन्छ. मलाई एकदमै घिउ मनपर्ने भएको कारणले मैले घिउ लिएको छु. र त्यसमा थोरै जिरा, त्यसपछि थोरै गार्लिक पनि एकदमै खानलाई एकदमै राम्रो हुन्छ र हेल्थको लागि नि एकदमै राम्रो हो. एकदमै एन्टिबायोटिक हुन्छ गार्लिकमा. गार्लिकलाई केही बेर फ्राई गरिसकेपछि थोरै रेड चिली पनि तपाईले एड गर्न सक्नुहुन्छ. र हामी आलु राख्दै छौं र आलुलाई मजाले यसमा हामी सेलो फ्राई गरेर टस गर्दै छौं. आलु चाहिँ मजाले तपाईहरुले यसरी सेलो फ्राई गर्न सक्नुहुन्छ आलुलाई. पिरो टिमुरे आलु एकदमै झटपटमा पिस बन्न रेडी हुन गइरहेको छ. र तपाईहरुले पनि सेम रेसिपीलाई फलो गरेर घरमा ट्राई गर्न सक्नुहुन्छ. घिउमा एकदमै मजाले फ्राई हुँदैछ. आलु एकदमै भित्रबाट सफ्ट र बाहिरबाट एकदमै क्रिस्पी हुँदैछ जुन घिउमा हामी फ्राई गर्दैछौँ. र यसको जुन मसला छ, मसला चाहिँ हामी केही बेरमा एड गर्छौँ, किनकि पहिले एड गर्दाखेरि मसला एकदमै डढ्यो भनेपछि त्यो फ्लेभर एकदमै राम्रो आउँदैन र घिउको स्वाद पनि एकदमै भित्र घुस्यो भनेपछि एकदम खानला पनि एकदमै राम्रो हुन्छ. लगभग अब आलु एकदमै रेडी भइसक्न लागेको छ. जुन हामीले रेडी गरेर राखेको थियौँ, पिसेको मसला थियो, त्यो हामी यसमा राख्न गइरहेका छौँ. फ्लेभर एकदमै ट्विस्ट हुनेवाला छ पिरो टिमुरे आलुको. त्यसपछि थोरै सल्ट चाहिँ टेस्ट अनुसार. थोरै टर्मरिक पाउडर अझै एड गर्नुहोस्, यसले फ्लेभर एकदमै राम्रो हुन्छ. ग्रीन चिली, त्यसपछि यसलाई मजाले टस गर्नुहोस्. यसमा पिरो टिमुरे आलु लगभग रेडी भइसकेको छ. एकदमै क्रन्ची, एकदमै ट्विस्टमा बनेको छ. र हामी यसमा थोरै फ्रेस कोरिएन्डर युज गर्छौं.
यो रेसिपी अवश्य ट्राई गर्नु होला भन्न चाहन्छु। पिरो टिमुरे आलु रेडी भइसकेको छ र तपाईँहरूले कुनै पनि प्लेटमा यसरी सर्भ गरेर तपाईँहरूले यसलाई ट्राई गर्न सक्नुहुन्छ र इन्जोय गर्न सक्नुहुन्छ। हामी यसको प्लेटिङ गर्दैछौँ। हाम्रो रेसिपी कस्तो लाग्यो कृपया लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला र साथसाथै हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीलाई सपोर्ट गर्नुहोला र हाम्रो यो रेसिपीलाई फलो गरेर तपाईँहरूले पनि ट्राई गर्नुहोला। छिटो मिठो झटपटमा एकदमै भेजिटेरियन स्न्याक्स पिरो टिमुरे आलु ट्वाक्क एकदमै रेडी भएको छ र यो एकदमै सजिलो बनाउन सकिन्छ। कस्तो बनेछ? राम्रो बनेछ है। यो रेसिपी ट्राई गर्नु होला। थ्याङ्क यू, इन्जोय।